हेलो गाइज गुड मर्निङ है गाइज गुड मर्निङ स्वागत छ फेरि आज नयाँ अर्को भिडियोमा। अनि बिहानको भ्यू हेर्नुहोस् साथीहरू कस्तो छ आज बिहानको भिडियो। बिहान हेर्नुहोस् है गाइज बिहान बिहान ल तपाईँहरू सबलाई दामी भ्यू देखाउँदैछ है म ल हेर्नुहोस् है यस्तो खतरा खतरा छ म चाहिँ काममा हिँडिरहेको है। अहिले चाहिँ पछाडि मान्छे आइरहेको छ देख्नुभयो सम्धि कस्तो। अनि मान्छेलाई चाहिँ बाँचुन्जेल साथ नछोड्ने भनेको यो छायाले हो कि साथीहरू है। सबले साथ छोड्छ तर यो छाया चाहिँ आफू जहाँ गइन्छ सँगसँगै हुन्छ कि। मैले बुझेको कुराहरू चाहिँ यति हो होइन। अनि बुझ्दै पनि छु होइन, तपाईँहरूलाई जानकारी पनि गराउँदैछु। अनि भिडियोमा चाहिँ कतिको फरक आइरहेछ के कस्तो आइरहेछ होइन। मेरो भिडियो चाहिँ मैले त्यही बार भनिरहेको हुन्छु होइन। एउटा राम्रो पर्फेक्ट भिडियो होइन भ्लगिङ गर्नलाई चाहिँ धेरै नै गाह्रो हुँदो रहेछ क्या। क्यामेरामा आउन नै गाह्रो हुने होइन। अब फर्स्ट अफ अल त के भन्नु होइन, यो क्यामेरा देखिसकेपछि बोल्नलाई नै के बोल्ने होइन। अनि त्यसपछि चाहिँ मान्छे हुँदैन जस्तो क्या। मान्छे नभएको ठाउँमा चाहिँ क्यामेरा सुट गर्न जान्छ रहेछ होइन। मान्छे भिडमा चाहिँ अलिक किनभने गर्नु सकिँदैन क्या। त्यो फर्स्ट जसलाई नि हुन्छ होला होइन। मलाई चाहिँ त्यो हुन्छ कि मेरो चाहिँ त्यो प्र्याक्टिकली भिडियो है यो चाहिँ फेरि ल फेरि बुझिदिनु होला। अनि म के गर्छु कस्तो गर्छु भन्ने कुरो तपाईँहरूले चाहिँ देखाउनु खोजेको मात्रै हो साथीहरू। अनि आजको भ्यू हेर्नु है तामाकोसी तल बगिरहेछ। हिजो चाहिँ मैले भिडियो खिच्न पाएन क्या। अनि कस्तो छ भने चार्जर पनि अब बिग्रिरहेको छ होइन। किन्नलाई पैसा छैन होइन। साथीको चार्जरबाट चार्ज गरेर आएको छु। अनि कोही बेला चार्जै हुँदैन भिडियो गर्नै पाउँदैन क्या। त्यो साथीहरू म चाहिँ काममा जाँदै हो। अनि हिजो काममा त गयो भिडियो काममा भिडियो मैले खिच्न पाएन होइन। त्यसको लागि सरी किनभने नि मसँग अनि त्यो स्ट्यान्ड सिस्टमहरू छैन नि त। अनि यतिकै हातले त्यसरी मोबाइल बोकेर हिँड्छु अनि कसरी देखाउँछ होला होइन। त्यो थोरै क्लिप चाहिँ खिचिरहेको थिएँ मैले त्यही त्यो हालिनँ क्या मैले चाहिँ। अनि आजसम्म कस्तो बसिदिएको छ अरू ठाउँ होइन। तामाको चिस यत्रो बगिरहेको थियो हिजो त। यस्तो हामी काम गर्ने ठाउँमा त पुरै पानी भरिरहेको थियो क्या होइन। यो मलाई तपाईँहरूलाई देखाइहाल्छु। अनि साथीहरू त्यस्तै हो जिन्दगानी दुःख सुख यस्तै हो चलिरहेको छ है जिन्दगी। अब दुःखै छ भनौँ न होइन। तर होइन कोही पनि सुख छैन, जिन्दगी दुःखै हो गर्नुपर्छ ल हेर्नु क्या दामी भ्यू देखिन्छ क्या है साथीहरू ल। यस्तो दामी भ्यू देखिन्छ क्या ल जता हेर त्यस्तो दामी चाहिँ अझै त त्यो अब असार साउनमा त पुरा हरियाली हुन्छ नि होइन। अनि झन् देख्दै अनि यस्तो दामी लाने देख्दै क्या ए जता हेऱ्यो नि हरियो हुन्छ अनि रमाइलो लाने क्या। अनि त्यही हो साथीहरू मेरो भिडियो चाहिँ हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला होइन। मलाई नै अगाडि बढाइदिनु होला होइन। म नि हजुरहरूलाई सपोर्ट गर्छु होइन। त्यही छ भने अलिक के गर्नु अब बोल्न आउँदैन क्यामेरामा होइन। त्यो ठिकै हो होइन। त्यस्तै हो साथीहरू देख्नु सक्नुहुन्छ उतातिर पुल छ है। पुल त्यो पुल कटेर चाहिँ जानुपर्छ म काम गर्न होइन। ल साथीहरू म त्यो पुलमा पुगेर भिडियो गर्छु है त तपाईँ साथीहरू। मेरो गाउँ चाहिँ त्यो है हेर बिहानै खिचिरहेको छु नि त होइन। त्यो है मेरो गाउँ चाहिँ ल कस्तो लाग्यो त्यही हो मेरो गाउँ चाहिँ होइन। अनि यो चाहिँ तामाकोसी म चाहिँ अनि काम गर्नु जानुपर्ने तपाईँको कहाँनिर भन्नुपर्छ हुन्छ भने त्यहाँ तल त्यहाँनिर काम गर्नु जानु हुँदो है गाइजहरू। त्यो अलिअलि घर देखिरहेको छ नि त्यो घरनिर हो। अनि चाहिँ म चाहिँ यति हिँडेर आउनुपर्छ क्या।
यहाँदेखि मात्रै हिँडेर तामाको कस्तो बवाल छ बगिरहेको देख्न सक्नुहुन्छ तामाको कसरी बगिरहेको हिजो त आमामा हामी काम गर्ने ठाउँमा यस्तरी पानी पस्यो कि ओहो कामै के गरेँ के गर्ने भन्दाखेरि कस्तो भयो अलि साथीहरू बस्दै काम गर्ने ठाउँमा आइपुग्यो है साथीहरू यत्रो यत्रो ढुङ्गाहरू छ ढुङ्गा पुरा उचाल्नुपर्छ यहाँनिर है साथीहरू ढुङ्गा खानुपर्छ सकिन्छ नि मिक्सर बिगा यस्तो घाम तड्किरहेको छ कि अहिले खाना भयो टोलीहरू गइसक्यो अगाडि टोलीहरू सब गइसक्यो आमा यस्तो डेन्जर घाम तड्किरहेको छ घाम तड्किरहेको तर भिउ त यस्तो बवाल छ कि फेरि भिउ हेर्नु पहिला तड्किरहेको थियो कि यस्तो घाममा काम गर्नुपर्छ त्यो पनि ढुङ्गाको हट गाह्रो छ हौ साथीहरू